हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई च्यानल। आई होप हजुर सन्चै रहनुहोला। आजको ब्लग स्टार्ट हुन्छ बिहानको 8 बजीदेखि। अनि म आज कलेज गएको थिएन किनकि पेट दुखिरहेको थियो। अनि आज होइन राति पानी परेर यस्तो खतरनाक मौसम भयो नि, यस्तो दामी के बादल लाग्यो अनि उतातिर घाम लाग्यो, यस्तो दामी भएको छ। अनि मेरो घरदेखि सिधा अगाडिबाट यस्तो चिसापानीको भ्यू देखिँला। रोक्नु है म देखाउँछु। अनि होइन अनि यस्तो दामी भ्यू देखिँला। अनि त्यही भएर अब हेर्न सक्नुहुन्छ म देखाउँ। यहाँ हेर्न सक्नुहुन्छ चिसापानीबाट यस्तो दामी देखिँला नि यहाँबाट। म त बिहान यस्तो आएँ, यस्तो दामी देखिँला यहाँ। यस्तो यतातिर त्यति देखिँला होइन, यताबाट यस्तो दामी कति राम्रो देखिँला यार। यस्तो त्यहाँतिर यस्तो घाम लाग्यो, त्यहाँतिर अनि यस्तो घाम लाग्यो दामी भ्यू देखिँला है। म त अहिले त्यो हेर्न आएर खाली खुट्टा यस्तो चिसो चिसो लगायो खुट्टा हातमा। अनि यतातिर केही छैन त्यस्तो, यतातिर त पुरै खाली खाली। अनि उतातिर जङ्गल हेर्न सक्नुहुन्छ। अनि म त्यही चिसापानीको भ्यू हेर्न लागि आएको थिएँ। यस्तो दामी देखिँला यार, कति दामी यार। एउटा टाइटलका लागि नि फोटो खिचिराख्नुपर्छ, फोटो खिचिराख्नु। अनि त्यही हो, नास्ता खान्छु। अनि आज केही काम छ भने गर्छु यताउता। अनि त्यहाँ हेर्न सक्नुहुन्छ उतातिर यस्तो घाम लागेको छ नि। अनि यतातिर केही लागेको छैन, अनि पछि घाम आउनसक्छ। त्यही भएर अब के हुन्छ आजको ब्लग हेरौँ। आज दिनभरि हामी के गर्नेछ हामी देखाउने छौँ हाम्रो ब्लगमा। अनि त्यही हो, मिलमा धान कुटाउन आएको थियौँ, लाइनै गइगयो। अब चामल रोप्थ्यो, चामल रोप्थ्यो धान कुटाएर जाने हो। चामल खायो जाएन। अनि चामलसँग यही हो मिलाएर। अनि मिलतिर खाना खाइयो। अहिले कति बजी 1 बजीतिर त साथीको घरतिर जान लाग्छु। अनि अब अहिले साथीको घरतिर जान लाग्छु। त्यही हो, अहिले साथीको घर गएपछि रमाइलो गरेपछि देखाइने छु। नत्र साथीको घर होइन, अहिले कहीँ एउटा ब्याङ्कतिर काम छ कि, त्यो पनि काम गरेर आउनुपर्ने। अनि त्यो काम गरेर आउँछु। अनि अहिले त्यहाँ जाँदैछु गाइज। अनि त्यही हो, अब अहिले यता बजारतिर काम छ। अनि त्यही प्लान में चेन्ज आ गया है भाई और हम जा रहे हैं अब यहाँ हस्पिटल। अनि हस्पिटलबाट अहिले आउँछौँ। मलाई न सन्चो छैन, अनि त्यही भएर हस्पिटल पुगेर आउँछौँ। जाँदैछौँ अहिले एक्लै फाडेर हस्पिटल आएको थिएँ। अनि अब जान्छु घरतिर। ओके बिरामी राइड बिरामी। हेर म कति राम्रो काम गर्न आएको गाडी हेर्न सक्नुहुन्छ। यहाँ मलाई अघि हस्पिटल पुगाएर यहाँबाट फोन गरेर यहाँ बोलाएको छ नि। यहीँहरू पनि यत्रो पाहाड इँटा हामी यहाँ इँटा बोक्ने कार्यक्रम हो। यो बाबु अच्छा काम गर्न आयो। राइडो यसले 10 रुपियाँ देश। ए राइडो मती त किन्छु त्यहाँ बस्या काम गर। यो हरियो टी सर्ट लगाएको अनि हरियो टी सर्ट लगाएकोलाई पैसा नदिनु, किनकि मैले इँटा बोकेर फालिसकेपछि गाइज होइन। अब आजको ब्लग यति नै, किनकि साँझ भइसक्यो। आजको ब्लग यति नै, किनकि म आज मुला उठान आएको थिएँ क्या अहिले छतमा। अनि त्यो मुला उठाएर राख्नुपर्ने छ। अनि आजको ब्लग यति नै। थ्याङ्क यू फर वाचिङ। बाई गाई।